हेलो एभ्रिवान, गुड मर्निङ। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। स्वागत छ तपाईँलाई मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ म बिहानै उठेँ, काममा जानलाई थियो र बिहानै उठेँ। उठ्दाखेरि साथी ब्लग नबना न यताउता भिडियो नबना भन्दै थियो, अनि म बनाइराखेँ। त्यसको कुरा नसुनी म ब्रस गर्न गएँ, ब्रसहरू गरेँ, यताउता दाँतहरू अलि सफा गरेँ, फोहोर भइरहेको थियो। त्यसपछि म कामको लागि निस्केँ। बाहिर मौसम नै राम्रो थियो, घामसाम लागिरहेको थियो, सब राम्रो थियो। त्यसपछि म बस स्ट्यान्डतर्फ लागेँ। बस स्ट्यान्ड गएपछि बस जानै आँटेको रहेछ, म अलिक टाइममै पुगिन्छु नत्र छोडेर जाने। गइसकेपछि म बसभित्र चढेपछि मान्छेहरू हल्का हल्का आइरहनु भएर छ, गाडी पनि हिँड्नै लागेको थियो। त्यहाँबाट गाडी गइसक्यो, केही बेरमा गयो। त्यसपछि म बसबाट उत्रेँ। बसबाट उत्रिसकेपछि म कामतिर जान थालेँ। बाटोमा गएर हेरेको भ्यू क्या राम्रो देखिरहेको छ, भिडियो बनाइदिएँ। त्यसपछि म काममा पुग्नै आँटेको थिएँ। काममा पुगिसकेँ म अहिले। पुगिसकेपछि सबले मलाई खाजा लिएर आइज भन्नुभयो। म डुनट पसलमा गएर डुनटहरू किनेर ल्याएँ। आइसकेपछि किचनमा आएर चिया बनाएँ। चियासँग डुनट खानालाई भनेर डुनटहरू सब रेडी पारेँ, चिया पारेँ। साथी र म बसेर डुनट खान थाल्यो। साथी र म खाइसकेपछि डुनट म सरसफाइतिर लागेँ। सरसफाइ गर्नलाई म रुममा गएँ। रुममा हेर्दा फोहोरसोहोरहरू त्यति थिएन, त्यही पनि मैले हल्का फुल्का गरिदिएँ सरसफाइ। त्यसपछि साथीसँग माथि गएर चाहिँ साथी माथि सरसफाइ गर्दै रहेछ। कस्तो भइरह? एकदम पर्फेक्ट, एकदम नरमाइलो आएको छ। पैसा आएपछि रमाइलो हुन्छ होइन? उसलाई पैसा मन पर्दैन अरे, उसले। त्यसपछि म किचनतर्फ लागेँ। किचनमा त्यहाँ सब्जीहरू यताउता केलाउन पर्ने थियो, त्यो केलाइसकेँ। साउजी पनि त्यहीँ हुनुहुन्थ्यो, धनियाँहरू काट्न लाउनु भयो मलाई। मैले धनियाँहरू लगेर सब र सनक्क पारेर कटिङ गरिदिएँ। कटिङ गर्दा खानासाना नि पाक्दै थियो। खानाहरू सब रेडी भइसकेको थियो, काटिसकेर खाना खाने भनेर बस्यो। त्यसपछि खाना खाने बेला आयो, साथी र म खाना खाइयो राम्ररी। साथी पनि खायो। बाई।